आमा हजुरको नाम भन्नुस् त। हजुर मेरो नाम हजुर नाम दुर्गा मल्ल। तपाई पनि अब राजाको पक्षमा आउनुभयो तपाई पनि? म हिन्दू राष्ट्रको पक्ष, राजाको पक्ष, यो देश भनेको शिवजीको पशुपतिनाथको पक्ष, दक्षिणकाली माताको पक्ष, म दुर्गा प्रसाईको नि पक्ष। राजा चाहिन्छ देश बचाउनलाई? हजुर देश बचाउनलाई राजै चाहिन्छ? चाहियो, नभए हुँदैन। यस्तो देश बेच्चाहरूले सारा बेचेर खायो, दलालहरूले बेचेर खायो। हामीलाई ढाँटेर भोट हामीले हाल्ने, उनीहरूले देश बेचेर खाने। हामीले यो ताले हामी मर्ने भयो, हाम्रो मतलब छैन। उनीहरूले यो दाँतमा नलाग्ने गरी पैसा खाने गरेर संस्था खोलेका छन्। के अरे यो के भन्छ पैसा राख्ने ब्याङ्क स्याङ्क के खोलेका छन्। हाम्रो पैसा त्यहाँ लगेका छन्, खाएका छन्। हामीलाई होइन भनेका छन्, प्रमाण छैन भनेका छन्। एउटा लेखेको कागज देखाइने, प्रमाण छैन भने त्यस्तो कानुन बनाएर हामी बस्नु हुँदैन। हामी मर्यौँ, हामी मारिसक्यो हामीलाई यिनीहरूको मान्छेले। हामीलाई पनि लुटेर लगेको छ, खाइदिएको छ मान्छेले। अब यो सब राजा आएपछि गर्छन् त? राजा आएछ किन गर्नु, पहिला गरेको अहिले गर्दैन त आफ्नो सन्तानलाई? राजाको सन्तान हामी दलालको सन्तान होइन, हामी राजाको सन्तान। भ्रष्टाचारीलाई कारवाही गर, भ्रष्टाचारीलाई कारवाही गर, भ्रष्टाचारीलाई कारवाही गर। दुर्गा प्रसाईलाई रिहा गर, दुर्गा प्रसाईलाई रिहा गर, दुर्गा प्रसाईलाई रिहा गर। चाहियो चाहियो। जीवनमा मैले कहिले पनि मिडियामा आएर बोल्छु सोचेको थिइनँ। मैले कहिले पनि जीवनमा मैले कहिले पनि मिडियामा आएर बोल्छु सोचेको थिइनँ। तर मेरो भूमिको कुरा आयो, मेरो माटोको कुरा आयो, म जन्मेको भूमिको कुरा आयो, म जन्मेको माटोको कुरा आयो, मेरी आमाले जन्माएर मेरो रगतपतिएको ठाउँको कुरा आयो। त्यसैले म बोल्न आएको छु। म यहाँ कदाचित म कसैको घरको कुरा गर्न आएको होइन, म यहाँ कदाचित कसैको कोठाको कुरा गर्न आएको होइन, म यहाँ कुनै पनि छर छिमेकीको कुरा गर्न आएको होइन, म यहाँ सहरको बजारको कुरा गर्न आएको होइन। म यहाँ आएको छु मेरो देशको कुरा गर्न। मेरो देशको सिमाना मिचिएको छ, मेरो देशको सिमाना लुटिएको छ, मेरो देशको सिमाना बेचिएको छ। हेर्दा मेरो देशको सिमाना क्षेत्रको मेरो दाजुभाइ दिदीबहिनीहरू विदेशी बनेका छन्। सिमाना बेच्दाखेरि मेरो दाजुभाइ दिदीबहिनी विदेशी बन्नु परेको छ। त्यसैले म यहाँ देशको कुरा गर्न आएको छु। धेरै भयो भ्रष्टाचारीलाई कारवाही गर भनेको, धेरै भयो सुशासन कायम राख भनेको, धेरै भयो। तर कोही यहाँ धर्म बचाउँछु भनेका छन्, कोही यहाँ के बचाउँछु भनेका छन्। तर तपाईँहरूलाई थाहा छैन, सम्पूर्ण एउटै कुरा हो, राजा आएपछि सम्पूर्ण कुरा बाँच्छ भनेर तपाईँहरूलाई थाहा रहेन रहेछ यो कुरा। म आज भन्दछु, राजा आएपछि सम्पूर्ण कुरा आफै आफ बाँच्छ। हाम्रो धर्म संस्कृति कला बाँच्छ, सबै बाँच्छ। म यो भन्न आएको अति भयो। अब तपाईँहरूको बाटोमा आउने थिइनँ, तर आउन पर्ने बाध्य भयो। तपाईँहरूले मलाई यहाँसम्म ल्याउनु भयो, बुझ्नुभयो? तपाईँहरूले मलाई चिन्नुहुन्न हो। म एउटा स्वतन्त्र नागरिक हो। म आज यो र्यालीमा सम्बोधन गर्न आएकी हुँ, म राष्ट्रसँग आस्था राख्न आएकी हुँ। म अरू मिडियामा गएर इन्टरभ्यू दिने मान्छे होइन। म यहाँ साथ दिन आएको हुँ। राजा चाहिन्छ, राजा आएपछि हाम्रो भाषा संस्कृति कला सम्पूर्ण बाँच्छ भन्न आएकी हुँ। राजा आएपछि यो देश बाँच्छ, राजा आएपछि हाम्रो इज्जत मान प्रतिष्ठा सबै फिर्ता आउँछ, यो भन्न आएकी हुँ म। अनि अब हामीले चाँडै नै राजालाई लिएर हाम्रो त्यो सम्पूर्ण कुराहरू फिर्ता ल्याउनु पर्छ भन्न आएकी हुँ। यति नै भन्दै मेरो विषय त अहिलेलाई यहीँ टुङ्गाउँछु, तर मेरो कुरा जारी छ।